वेलकम टू माई भिडियो गाइज। आज म यसो इक्जाम दिएर आएको है गाइज। अहिले चाहिँ आधा बाटो चाहिँ म हिँड्दै आएको छु। गाडीको खोजी गर्दा गाडी बुलाहरू पनि कता कता छ कुन्नी। अनि मलाई पनि यसो आज कामबाट बिदा बसेर यसो इक्जाम दिन गएको। अनि घुमफिरको लागि भयो भने एकछिन हेरफेर गरौँ भनेर हेरिरहेको छु। त्यही भएर आजको भ्लग चाहिँ यस्तै स्ट्रिट भ्लग हुने होला। मेरो पनि हेरेर साथ दिनु होला। सबैजनाले लाइक गर्नुहोस्, भिडियोलाई च्यानललाई सब्सक्राइब गराउनुहोस्। त्यसपछि बाँकी कुरा फाइनली गाइज म चाहिँ अहिले ललितपुरको लगानी खेल घुम्दै हिँड्दै यता आइपुगेको छु। सातो बाटो जानुपर्ने। अब म चाहिँ यस्तो के भयो भन्ने कुरा आज यति हिँडिरहेको छु नि गाइज। म लास्ट खुट्टा दुखिरहेको छ यार मेरो। आज कल्याणै भएको छ। अब यताबाट गएर ट्याक्क ल्याम्लुममा मासु लगेर जाने, भात बनाउने, दाल बनाउने, खाने, सुत्ने। त्यो बाहेक अरू अब उपाय छैन गाइज है मसँग। यतातिर फाइनली हेर्नुहोस् मेरो आज क्यामेरा अलि राम्रो आएको छैन हो। मोबाइल क्यामेरा अलि राम्रो छैन। आज मैले पनि फाइनली सेकेन्ड पेपरको चाहिँ इक्जाम दिएर आएको छु। राम्ररी आज जस्तो लाग्छ। अब के गर्ने, नेपालको बेरोजगारी यति छ कि एकजना डिमान्ड छ 35जना लग्न आउँछ। अब एकजनामा 35 भने त अधिकै भइहाल्यो नि। राम्रो गर्नेले पायो, बाँकीले हेरेको भने जस्तै। मेरो के हुन्छ थाहा छैन। आशा गरौँ राम्रै होस्, नाम आओस् होइन। आएन भने त गाइस भविष्यको खोजीमा यस्तै फुटपाथ दौडे जस्तो हुन्छ। नत्र गाह्रो परिहाल्छ नि। अब हेर्दा सातो बाटो पनि आउन लागिसक्यो। अब धेरै हिँड्न सकिन्न गाइज। त्यताबाट गाडी समात्ने चल्दिने ठिमीतिर। बाँकी कुरो अब कोठामै पुगेर गरौँ भाइ।